हाम्रो टोली है यो चाहिँ गाइज है हामी चाहिँ जाँदैछौँ माइती माइतीले लाने ठुलो माइती यहाँ छ हेलो यो पनि ठ्याक्कैको खै हेर्नु के हैन जोला हामी चाहिँ माइती देवी आइपुग्न लाग्यौँ गाइज हैन माइती देवी आउन लाग्यो सबैजना के मजा त है कसैको वास्ता पुस्ता छैन यहाँ आए ल बाँकी अब को हुनुहुन्छ त काका काकाले फुल लगाइदिनु हजुर हजुर एकछिन पुकुरलाई पनि यो चाहिँ हाम्रो राईहरूको चाहिँ नि यो चाहिँ छोरी चेलीलाई यसो फुल लगाइदिने चलन हामीलाई पनि गर्नुपर्छ र काका त्यही त नि काकीलाई पनि त पर्छ होला पर्छ किन अब शिर पो काकी शिर ठुलो मान्छेलाई अहिले भाउजूलाई मैले यसपालि भेटेँ पैसा थियो भाइले पकाउनु काकाको दिनभरिको काम होला हिजो यहाँ ढोल झ्याम्टा बज्दैछ अक्साङ आहा लु जाऊ जाऊ त यो हाम्रो काकाको छतमा चाहिँ आमामा नपाउने केही छैन काका यत्रो भइसकेछ ल अनार फुल झऱ्यो नि तिमीले फुल पायो यिमा अक्काउरी खोर्सानी यत्रो भएछ ए आमामा गर्मीले कि केले हो काका त्यही घरमै मजाले फलेछ ल भाले भाले अङ्गुर यसपालि अङ्गुर चाहिँ फलेन रहेछ यहाँ अङ्गुर फलेन रहेछ आमामा कस्तो सुहाएको दादाले बजाउँछ दादाले अब बजाउने भाइले अहिले केसार आर विश्वको उसमा राजा ल्याउने अभियानमा चाहिँ ठुला राजाले ल्यायो भने हामी उनी चाहिँ हुन्छ दोहोरो गरेको पर्यो
अनि काका अनि तपाईँ हाम्रो त यहाँ मात्रै भेट भयो त नि खोइ त तिम्रो म छिमेकी सबैभन्दा छिमेकी तिमी आउनु हुँदैछ हेर्छु काकालाई देख्दिनु गाइसँग धेरैमा पो भेट भयो है अलिकति हजुरलाई छोरी काका बिजु हुनु भएर हो कि काका थोरै खान्छ हजुरलाई सबैको खिच्नु होइन म त यादै पो छैन काका हाँसौँ हाँसौँ बोल्नु त पर्दैन है फुल खस्छ होला है फुल त जोगाउनु पर्छ नि सुबिन्दाले ल्याउनुहुन्छ होला ल यो उता केटाकेटा चाहिँ भात दिउँ है त ल अन्त चाहिँ गुड तिमी देख्छौ प्रसाद होइन प्रसाद चाहिँ पकाउनु लागेको चाहिँ एकदमसँगले यतातिर ए त्यही त गाली खानुहुन्छ त काकाले चलेको चल्छु 24 घन्टा बिहानदेखि बस्यो भने त्यहाँ करोड मान्छे भन पनि बेलुकैसम्म नभए त भात पकाएर मैले पनि त्यस्तै गर्ने त भात पकाएर खुवाउने मान्छे हुँदैन सराईको दाजु दीपक राई तपाईँ हराउनु भयो भन्ने कुरा बहिनीहरूले यहाँ आयोजक स्थलमा हुन्छ भइहाल्यो माछा र दही चाहिँ कुनै म त मासु र दही भनेर के गरौँ बुवा खाना ठिक छ बिस्तारै खाने माछाको कडा बेबी राम्रो छ खुट्टा मिलाउ त त्यहाँ बेबीलाई म त्यहाँ राखिदिन्छु खुट्टा मिलाउ हो ल अब यहाँ हातले बेबीलाई नछाउ बेबीलाई लजाको अक्स्याङ ल पक पक अनि बेबीको थुक फोर होइन नि त यो थुक निकालेर चाहिँ थुक लगाइदिएको लगाइदिएर होइन नि माया गर नि त बेबीलाई अलग्ग माया गर त ल बेबीलाई माया गर न फेरि माया गरिदियो अलग्गै बेबी बेबीको छोरी केही गर्दैन बेबीको झुकले केही पनि गर्दैन अनि माया गरेपछि त्यो बेबीलाई
बाबु फेरि हिँड्यो यो काका अब उहाँ भेटौँ है पर्सि भेटौँमा भेट भइहाल्छ छिटै रहेछ ल काकी अब केटाकेटी भन्नुभयो खानेकुराको लागि भन न खानेकुराको लागि थ्याङ्क यू हजुर